हट्यो 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 लर लर साला लर हेलो हेलो दर्शक नमस्ते आज दाइ र म चाहिँ ग्रान्डमा जाँदैछौँ है हजुरहरूलाई के अफर छ के छ छैन सबै देखाउने छु सबैजनाले भिडियोलाई हेरेर लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनु होला मेरो न्यू डे न्यू भ्लगमा है त ल अहिले चाहिँ ठ्याक्कै फर्माउनेमा छौँ हामी है त दाइ चाहिँ अगाडि गइरहनु भएको छ ल अब हजुरहरूलाई हामी ग्रान्डमा गएर देखाउने छौँ है के छ के छैन है त सिधै ग्रान्डमा ल फाइनली ग्रान्ड आइपुग्यो हामी चाहिँ यो भित्र जानेछौँ दाइ गइसक्नुभयो त्यो सामानहरू जस्तो छ ओ भाइ दाइ यता गइसक्नुभयो अब तल ग्रान्ड मुनि जानेछौँ सबैजनाले हेर्नु होला भिडियो है त ल के खाने हो हैन अन्डा सन्डा सबै छ कटर रहेछ फर्सी अब यहाँ गाउँघरमा छानामाथि त्यत्तिकै फालिदिन्छु ल माछाहरू आमा माछा त बबाल छ ए हैन ल माछा लाने हुँदै माछा लाने ल ज्याममा पकाएर खानुपर्छ हमर छैन दाइ हमर यहाँ त्यो बुदुना जस्तो ठुल्ठुलो कि कितना आता है उसमें 3 किलो3 केडी 350 35 पीस yes बड़ा पीस है छोटा पीस है मतलब 30 पीस होना चाहिए 35 पीस आइए कम आएगा ना कम नहीं है थोड़ा बस बड़ा पीस नहीं है मेडिन से सर ओके पूरा स्टाफले खुलाउने हुँदै ल माछा हेर्नु है माछा गाई चाहिँ थरिक थरिकको छ खोला देखाएको छैन माछा कति हो ल माछा 690 किलो अहिले चाहिँ माछा सफा गर्दैछ एकदम खतरा तरिकाले
ल फलफुलहरू एकदम छ यता दाइले चाहिँ काकती किन्नु भएको छ ल मोमो ल सबै नेपालमा पाइने चिज हो यो लसुन प्याज होइन के सानो प्याज हो चाइनिज प्याज सबै छ अदुवा हेर्नु यो के यो यत्रो सानो सानो पिण्डालु नरिवल यो चाहिँ सिमल तरुल फर्सी ल दाइको माछी चाहिँ फाइनली भइसक्यो जस्तो छ एकदम राम्रोसँग प्याकिङ गर्दैछ बन्धुभाइले ल दाइले माछा ल्याइसक्नुभयो अलि ठुलो दोहोरै माल ल्याइयो यहाँ सुकुटी माछा नि रहेछ खजुरहरू चिज यता बहिनी पनि रहेछ देखाउन मिल्दैन अझै केही लाने हो र दाइ बास्केट लिएर आउँ ल गात पनि रहेछ गात के हो चिन्ने नामै चिन्दैन नाम त किन नचिन्थ्यो हेर्नुपर्छ बोडी ओ कदर भाई किधर घूम रहे हैं फाइनली बिल पे भइसक्यो कति करोडको माल आयो थाहै छैन लास्ट टाइम लाग्यो दाइले ल आज चाहिँ फाइनली सपिङ भइसक्यो हैन सबैजनाले भिडियोलाई राम्रोसँग हेरिदिनु होला तपाईहरु पनि यतै फराउने नजिक हुनुहुन्छ भने आएर सामानहरु किनिदिनु होला भन्न चाहन्छु है त हेलो गाइज ल फाइनली हामीहरु चाहिँ दाइ र म के रे अब ग्रान्डमा सपिङ गरेर आइसक्यो सबैजनाले भिडियो राम्रोसँग हेरिदिनु होला है त बाइ बाइ 1 2 3 थप